रसुवा जिल्ला जहाँ आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धेरै नामहरू अगाडि आइरहेका छन्, तर ती नामहरूमध्ये आज एउटा नाम छ जो सहर र बजारमा मात्र होइन, गाउँघर, गोरेटो र चिया पसलसम्म चर्चाको विषय बनेको छ। त्यो नाम हो विनोद थिङ तामाङ। को हुन् त विनोद थिङ तामाङ? विनोद थिङको जीवनको कथा सरल भने छैन। उत्तरगया गाउँपालिका 4मा सन् 1997 नोभेम्बर 25 तारिकमा जन्मेका उनको बाल्यकाल सङ्घर्ष र जिम्मेवारीसँगै हुर्कियो। सानै उमेरमा बुबालाई वैदेशिक रोजगारीमै गुमाउँदा जीवनले उनलाई चाँडै जिम्मेवार बन्न सिकायो। समाज र देशलाई अग्रपङ्क्तिमा राख्ने उनले अरूको आश्रय खोज्ने होइन, आफ्नै बलमा उभिने निर्णय गरे। अभाव, दुःख र कठिनाइ बीच पनि उनले हार मानेनन्। पढाइ, श्रम र निरन्तर सङ्घर्षलाई आफ्नो बाटो बनाए। रसुवामा एक दशकको राजनैतिक अनुभव र रसुवाली जनताको कष्टकर जीवन भोगाइ र देखाइसँगै उनको सङ्घर्ष व्यक्तिगत सीमाभन्दा माथि उठ्यो। रसुवाको पीडा यहाँको युवाको सपना र जिल्लाको सम्भावनासँग जोडियो। आज उही सङ्घर्षबाट निस्किएको एक युवा रसुवाली जनताको आशाको रूपमा चर्चामा छन्। विनोद थिङ कुनै पदको आकाङ्क्षाभन्दा अघि यो माटोको पीडा बुझेको र भविष्य देख्ने साहसी व्यक्ति हुन्। आज रसुवा एउटा मोडमा उभिएको छ। वर्षौँदेखि दोहोरिँदै आएको पुरानो अभ्यास जहाँ पैसाको आडमा राजनैतिक शक्तिको दुरुपयोग गरिन्छ, त्यस अभ्यासलाई चुनौती दिन व्यक्तिगत जीवनभन्दा माथि उठेर रसुवा र रसुवाली जनताको निम्ति पाइला अघि सारेका छन्। अब ती पाइलाहरूसँग रसुवाली जनताले ताल मिलाउने छन् या मिलाउँदैनन् हेर्न बाँकी नै छ। तसर्थ रसुवाको परिवर्तन भने अब टाढा छैन। अबको यात्रा यही माटोमा हुर्किएको चेतनाबाट सुरु हुनुपर्छ। रसुवाली जनताको आशा पनि आज त्यही दिशातर्फ फर्किँदैछ। रसुवाली जनताले ऐतिहासिक निर्णय गर्छ या गर्दैन, त्यो भने समयले नै बताउनेछ।